च्याप्टर 1 छागिसोगे आफ्नो परिचय र यसको मिनिङहरुमा छ मुनबब ग्रामर इम्निदा हो यो चाहिँ के भयो एन्सर दिँदा इम्निदा भयो हैन त्यस्तै इम्निका भन्यो प्रश्न चिन्ह छ यो के भयो क्वेशन गर्दा इम्निका हो भनेर प्रश्न सोध्दा युज भयो अहुई शब्द उन अथवा नुन चाहिँ नारा देश इरुम नाम छागप्म्यङ पेशाको नाम मुन्ह्वा वा छङ्बो संस्कृति र जानकारी यो मुन्ह्वा भनेको संस्कृति वा भनेको र अनि छङ्बो भनेको जानकारी मुन्ह्वा वा छङ्बो संस्कृति र जानकारी हाङ्गुके इन्साएजल कोरियाको अभिवादन गर्ने संस्कार अथवा अभिवादनको संस्कार हाङ्गुके इन्साएजल कोरियाको अभिवादनको संस्कार हाक्सुप मोक्फ्यो सिकाइको उद्देश्य अनुनारा सारामिम्निका कुन देशको मान्छे हो छनुन म चाहिँ नेपाल साराम मान्छे हाङ्गुक कोरिया थोङथिमोरु पूर्वी टिमोर लाओस मंगोलिया म्यानमार बांग्लादेशी अथवा फांग्लादेशी बंगलादेश भेथुनाम भियतनाम सुरीराङ्खा श्रीलङ्का उज्बेकिस्तान इन्डोनेसिया चुङ्गुक चीन अथवा चाइना यहाँको मिगुक भन्ने हुन्छ है अमेरिका यहाँ छुटेको छ मिगुक है त्यो भनेको के अमेरिका त्यस्तै कम्बोडिया किर्गिस्तान ताजिकिस्तान थेगुक थाइल्यान्ड पाकिस्तान फिलिपिन्स अनु कुन साराम मान्छे इरुम नाम यो दोहोरिएको छ है कति ठाउँमा यसलाई अन्यथा नलिनु मैले टाइपिङ गर्दा अब झ्याप्पै याद हुँदैन नि त दोहोरिएको हो कि होइन भनेर इरुम नाम खुक्चक राष्ट्रियता नुगु को ख्वान्गे सम्बन्ध गतकिरी कुराको बीचमा यन्ग्यरादा
जोडा मिलाउनु येनगेरादा जोडा मिलाउनु छुअ कर्ता छुअ कर्ता सोक्सङ गुण अथवा विशेषता सोक्सङ गुण अथवा विशेषता नाथा नेदा देखाउनु अथवा दर्शाउनु नाथा नेदा देखाउनु अथवा दर्शाउनु म्याङ्सा नाम म्याङ्सा नाम ख्यरापादा समायोजन गर्नु ख्यरापादा समायोजन गर्नु ख्यकशिक्षक औपचारिक ख्यकशिक्षक औपचारिक साङहाङ एस अवस्थामा साङहाङ एस अवस्थामा थुत्ता सुन्नु थुत्ता सुन्नु साराम मान्छे साराम मान्छे नोफ्य उच्च गरी नोफ्ताबाट आयो नोफ्य उच्च गरी मारादा कुरा गर्नु मारादा कुरा गर्नु मुन्जाङ वाक्य मुन्जाङ वाक्य ससुर बयानको भाषा ससुर बयानको भाषा थोइन्दा हुन्छ थोइन्दा हुन्छ उइमुन्ह्याङ प्रश्नको रूप उइमुन्ह्याङ प्रश्नको रूप थेहाय बारेमा थेहाय बारेमा मुरुल्ते सोध्ने बेला मुरुल्ते सोध्ने बेला सायोङ हान्दा प्रयोग गरिन्छ सायोङ हान्दा प्रयोग गरिन्छ ए उदाहरण ए उदाहरण आन्याङ हास्यो नमस्ते आन्याङ हास्यो नमस्ते फोगी वा खाच्छी उदाहरण जस्तै फोगी वा खाच्छी उदाहरण जस्तै थेवा हे फोसेयो संवाद गरी हेर्नुहोस् थेवा हे फोसेयो संवाद गरी हेर्नुहोस् छेसी दोइन निर्देशित भएको यो छेसी दोइदा भनेको निर्देशित हुनु भन्ने हुन्छ अनि दोइन भएपछि के भयो छेसी दोइन भनेको निर्देशित भएको फ्योहेन अभिव्यक्ति फ्योहेन अभिव्यक्ति ह्वार्योङ हादा प्रयोग गर्नु ह्वार्योङ हादा प्रयोग गर्नु इप मुख इप मुख चाकपल्य मिलाएर फट्याएर चाकपल्य मिलाएर फट्याएर फारुम उच्चारण फारुम उच्चारण छोगुमदल अलिकति कम छोगुमदल अलिकति कम फल्य फट्याएर फल्लिँदा फट्याउनु फल्य फट्याएर फारुम हान्दा उच्चारण गरिन्छ फारुम हान्दा उच्चारण गरिन्छ फोदा भन्दा फोदा भन्दा इप्सुल ओठ इप्सुल ओठ यफुरो अगाडितिर यफुरो अगाडितिर थङखुरगे गोलबद्ध भएर थङखुरगे गोलबद्ध भएर हाय गर्दै हाय गर्दै ओ 5 ओ 5 ओरी
हाँस ओरी हाँस हाक्सेङ विद्यार्थी हाक्सेङ विद्यार्थी सन्सेङनिम शिक्षक सन्सेङनिम शिक्षक होइसावन कम्पनीको कर्मचारी होइसावन कम्पनीको कर्मचारी खुल्लो छा श्रमिक खुल्लो छा श्रमिक ख्यङछालवान प्रहरी अधिकृत ख्यङछालवान प्रहरी अधिकृत खोङमुअन सरकारी कर्मचारी खोङमुअन सरकारी कर्मचारी छमवन पसले अथवा विक्रेता छमवन पसले अथवा विक्रेता उइसा डाक्टर उइसा डाक्टर खानोसा नर्स खानोसा नर्स योरिसा कुक योरिसा कुक उन्जन खिसा ड्राइभर उन्जन खिसा ड्राइभर खिसुल्जा प्राविधिक खिसुल्जा प्राविधिक मोक्सु सिकर्मी मोक्सु सिकर्मी नोङ्बु किसान नोङ्बु किसान अबु माझी अबु माझी सी जी सी जी यो कस्तो भने अब सुदीप सी भन्यो भने सुदीप जी भयो प्रकाश सी भन्यो भने प्रकाश जी भयो त्यो पछाडि हामीले आदर गरेर जी भनेर बोलाउँछ नि त्यो बेला चाहिँ प्रयोग हुने सी हो है त्यस्तै छ म आनियो होइन आनियो होइन ने हजुर ने हजुर छुजे शीर्षक अथवा विषय छुजे शीर्षक अथवा विषय ह्वाजे कुराकानीको विषय ह्वाजे कुराकानीको विषय छिगप पेशा छिगप पेशा छ म छालफुताक थुरिम्निदा विनम्र अनुरोध गर्दछु छालफुताक थुरिम्निदा विनम्र अनुरोध गर्दछु हालसुइत्ता गर्न सकिन्छ हालसुइत्ता गर्न सकिन्छ अनुनारा कुन्देश अनुनारा कुन्देश साराम प्लस इन्जी भनेपछि के भयो यसलाई मानिस हो भन्न सक्यो के यो सब वाक्यको अन्त्यमा इन्जी भयो भने त्यसलाई चाहिँ इन्जी मात्रै हुँदा मानिस हो भन्न सकिन्छ है साराम इन्जी मानिस हो मुतको सोधेर मुत्ताबाट आएको मुतको त्यो भनेको के भयो सोधेर थेदाप जवाफ थेदाप जवाफ मुअसिन्जी के हो मुअसिन्जी के हो साङदे ए तारा दोस्रो पक्ष अनुसार साङदे ए तारा दोस्रो पक्ष अनुसार इन्सा अभिवादन इन्सा अभिवादन फाङसिक विधि अथवा तरिका फाङसिक विधि अथवा तरिका थारुम्निदा फरक छ थारुम्निदा फरक छ छासिन बोदा नाई छासिन भनेको आफू नाई सरी बोदा भनेको भन्दा अनि उमेरलाई के भन्यो नाई भन्यो छासिन बोदा नाई आफू भन्दा उमेर छिवी पद छिवी पद
नोफुन साराम एगे उच्च मान्छेलाई, नोफुन साराम एगे उच्च मान्छेलाई, तोनुन आनेङ हासिमनिका साथै नमस्ते, तोनुन आनेङ हासिमनिका साथै नमस्ते। रागो भनेर, यो रागो भनेको भनेर भन्नु भन्ने अर्थ लाग्छ है, रागो भनेर। त्यस्तै माराय कुरा गर्दै, माराय कुरा गर्दै, सोगे शिर, सरी सोगे भनेको छागी सोगे भन्दा सोगे परिचय मैले के भने, खोगे शिर, खोगे शिर, अनि सोगे भन्यो भने चाहिँ परिचय हुन्छ है। छागी सोगे हाम्रो त यो च्याप्टर 1 को टपिक नै त्यही हो नि, छागी सोगे भनेको आफ्नो परिचय। त्यस्तै सुगी झुकाउने, सुगी झुकाउने, हरिरुल खुब्य कम्मरलाई झुकाएर, हरिरुल खुब्य कम्मरलाई झुकाएर, इन्सा हाम्निदा अभिवादन गरिन्छ, इन्सा हाम्निदा अभिवादन गरिन्छ। गसुन साङदे फाङ कुरा चाहिँ दोस्रो पक्ष है, गसुन साङदे फाङ कुरा चाहिँ दोस्रो पक्ष। थेहान बारेमा, थेहान बारेमा। छोनग्याङ आदर अथवा सम्मान, छोनग्याङ आदर अथवा सम्मान। त्यस्तै छेसु छ इसारा, छेसु छ इसारा। हानफ्यन अर्कोपट्टि, हानफ्यन अर्कोपट्टि। छासिन बोदा आफूभन्दा, छासिन बोदा आफूभन्दा। नाई उमेर, नाई उमेर। अरी सानो, अरी सानो। छिनहान घनिष्ठ, छिनहान घनिष्ठ। साराम एगे मानिसलाई, साराम एगे मानिसलाई। आन्याङ हेलो अथवा हाई है भन्दाखेरि युज हुन्छ, आन्याङ भन्यो भने हेलो अथवा हाई। इरागो भनेर, इरागो भनेर। हान्सोन एक हात, हान्सोन एक हात। खाब्याप्के हलुका गरी, खाब्याप्के हलुका गरी। थुल्दा उठाउनु, थुल्दा उठाउनु। होन्दुल्दा हल्ल्याउनु, अनि होन्दुरा भन्यो भने हल्ल्याएर है, हल्लाएर क्या हात उठाएर हल्लाउने भन्नु खोजेको, होन्दुरा भनेको हल्लाएर। फान्गाउम खुसी भएको कुरा, फान्गाउम खुसी भएको कुरा। नाथा नेम्निदा दर्शाइन्छ अथवा देखाइन्छ, नाथा नादा, नाथा नादा अनि नाथा नेदा भनेको देखा पर्नु, नाथा नादा भयो अनि नाथा नेम्निदा भन्यो भने चाहिँ दर्शाइन्छ अथवा देखाइन्छ भन्न खोज्यो। सिगान समय, सिगान समय। साङ्गवान अप्सी प्रवाह नगरी, मतलबै नगरी भन्न खोजेको के, साङ्गवान अप्सी प्रवाह नगरी। यो सबै छङ्बोमा आउँछ। मैले छङ्बोको भिडियो त अब लगभग 40 च्याप्टरसम्म हालिसकेको छु, गएर प्लेलिस्टमा चेक गर्नु होला। मिनिङ पनि छ तर त्यो पुरा मिनिङ छैन र यो भिडियो चाहिँ सबै अगाडिबाट अन्तिमसम्म पुरा मिनिङको भिडियो हुनेछ। आछिम बिहान, आछिम बिहान। छमसिम दिउँसो, छमसिम दिउँसो। छन्यक साँझ, छन्यक साँझ। अन्जेदन्जी जहिले सुकै, अन्जेदन्जी जहिले सुकै। सायोङ हाल्सु इस्सुम्निदा प्रयोग गर्न सकिन्छ। यो हाल्सु इत्ता भयो भने नसकिन्छ भन्ने हुन्छ, सायोङ भनेको प्रयोग भयो, सायोङ आधा प्रयोग गर्नु। रियल्सो इस्सुम्निदा भनेपछि प्रयोग गर्न सकिन्छ। त्यस्तै खोङजगिन सार्वजनिक, खोङजगिन सार्वजनिक। साङहाङ अवस्था, साङहाङ अवस्था। छुरो
प्राय, छुरो प्राय, आक्सु हात मिलाउनु, आक्सु हात मिलाउनु। अनि यो फाक्सु भयो भने चाहिँ ताली बजाउनु भन्ने हुन्छ है। आक्सु हात मिलाउनु अनि फाक्सु भन्यो भने ताली बजाउनु। हाम्य गर्दै, हामे गर्दै, इन्साहादा अभिवादन गर्नु, इन्साहादा अभिवादन गर्नु। थामान तथापि, थामान तथापि, छासिन बोदा आफू भन्दा, छासिन बोदा आफू भन्दा। होल्सिन ज्यादै अथवा एकदमै। यो होल्सिन फुदुरप्ता भन्ने पनि आउँछ। फुदुरप्ता भनेको नरम हुनु भन्ने हुन्छ। यो होल्सिन भनेको उमेरको कुरामा पनि ज्यादै ठुलो सानो भन्दा होल्सिन ज्यादै अथवा एकदमै भन्ने अर्थ लाग्यो। ओइन्सोन देब्रे हात, ओइन्सोन देब्रे हात। ओरुनफाल दाहिने पाखुरा, ओरुनफाल दाहिने पाखुरा। ओरुन्सोन दाहिने हात, ओरुन्सोन दाहिने हात। फाच्छिगो समर्थन गरेर है, फाच्छिगो समर्थन गरेर। हानुनगसी गर्ने कुरा, हानुनगसी गर्ने कुरा। एविमनिदा शिष्टता हो, एविमनिदा शिष्टता हो। फिनखान खाली ठाउँ, फिनखान खाली ठाउँ। थुरखाल जाने, थुरखाल जाने। खाजाङ सबैभन्दा, खाजाङ सबैभन्दा। आल्माजन मिल्ने, आल्माजन मिल्ने। आल्माजन गसुल खोरु सिप्सियो भन्छ नि, मिल्ने कुरा छान्नुहोस्। आल्माजन गसुन खोरु सिप्सियो भने जस्तै। त्यस्तै गसुल कुरालाई यहीँ आयो, खोरु सिप्सियो छान्नुहोस्, खोरु सिप्सियो छान्नुहोस्। थेगुसी भनेको कोरियाको सहरको नाम थेगु, सी भनेको सहर। ओइगुगिन थुङनोक्जुङ विदेशी परिचय पत्र अथवा विदेशी दर्ता पत्र भन्दा ठिक हुन्छ। ओइगुगिन विदेशी, थुङनोक्जुङ परिचय पत्र भन्दा नि दर्ता पत्र। त्यस्तै फाल्गुप इल्जा जारी मिति, फाल्गुप इल्जा जारी मिति। सौल छोरीबुक सौल अध्यागमन, सौल छोरीबुक सौल अध्यागमन। ओइगुगिन छङजाङ विदेशी हेर्ने प्रमुख, ओइगुगिन छङजाङ विदेशी हेर्ने प्रमुख। ओइगुगिन विदेशी, ओइगुगिन विदेशी। थुङनोक बनहो दर्ता नम्बर, थुङनोक बनहो दर्ता नम्बर। खुक्का राष्ट्र, खुक्का राष्ट्र। अनि यो छेर्यु भनेको बसाइ, छाग्यक भनेको प्रमाणपत्र अथवा प्रमाण भने भयो। छेर्यु छाग्यक बसाइको प्रमाणपत्र। त्यस्तै फिजन मुन्सुयप अध्यक्ष भिसा, फिजन मुन्सुयप अध्यक्ष भिसा भनेको यो हाम्रो इनाइन भिसालाई नै अध्यक्ष भिसा भन्न सकिन्छ, किनभने हामीले सिप सिकेर आफू दक्ष भएर जाने होइन नि त, त्यही भएर यसलाई फिजन मुन्सुयप भनेर भन्न सक्छौँ। हाङ्गुक सारामदुल कोरियन मानिसहरू, हाङ्गुक सारामदुल कोरियन मानिसहरू। छुरो प्राय, छुरो प्राय। थुत्की छिमुन सुनाइको स्क्रिप्ट अथवा लेख, थुत्की छिमुन सुनाइको स्क्रिप्ट अथवा लेख। मुलगन सामान, मुलगन सामान। छिसिओरो निर्देशित भाषा, छिसिओरो निर्देशित भाषा। र यो सँगसँगै आजको लागि यो भिडियोलाई यहीँ अन्त्य गर्न चाहेँ। र मैले चाहिँ आजबाट यो सबैकै मिनिङ एउटा पनि नछोडिकन यो
पुरानो भिडियो त बनाइरहेको थिएँ मेन मिनिङहरू हालेर। यो चाहिँ समग्रमा त्यो च्याप्टर 1 को सबै मिनिङहरूलाई चाहिँ समावेश गरेर यो भिडियो बनाएको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। र अरू पनि यस्तै डेली रूपमा यस्तै सबै मिनिङहरूको भिडियो साथसाथै छङ्बो मुन्बाको भिडियो पनि हेर्न चाहनुहुन्छ भने छङ्बो मुन्बा मैले अगाडि नै हालिसकेको छु। यो भिडियोहरू यस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।